गाइस हामी आज चरा हान्न आएको यस्तै घरबाट बिहानै आएर यस्तो उताउति चरा हान्न आएको। चरा नै एउटै मारेको छैन अहिलेसम्म। भाइहरूसँग आएको, यो भाइहरूसँग आएको। यसको नाम चाहिँ हो, हेर भाइ सुरु खाइरहेको कि भाइ माथि हेर त भाइ, उही माथि हेर भन। यसको नाम दिनेश गुरुङ हो। मेरो नाम सुनाम हो, हजुरहरू चिन्नु भएको छ होला मलाई। यस्तो आगो बलेछ, हामीहरू यस्तो चरा हान्न आएको। यस्तै जङ्गलमा यस्तो छ, जङ्गलमा राम्रै देख्ने यस्तो छ। यता फेरि डोजलले बाटो खन्नु हुँदैछ, यस्तो छ ठाउँ नै खतरा छ। तल तल जानुपर्छ यार, भाइ त डराइदिँदै छ किन यति ढिलो यस्तै हान्न आएको। हामी यस्तो भयो त्यस्तो भएको छ यार। तल अब चरा हेर्न जानु पर्यो। अघि त्यो किनेमा भाइले बिहा बोक्दैछु, म फेरि चरा हान्नुपर्छ। भाइ त अघि नै भागिहाल्यो एउटा भाइ। त्यो ब्याग एउटा चाहिँ छोड्यो, त्यो सानोबाट ब्याग लिएर त्यो खुकुरी र त्यो के अरे लिएर हो। हामी यस्तो त्यो यो सानो ब्याग लिएर आउन भाइले अरे भाइ यस्तो छ जङ्गलले। यस्तो तल तल देखाउँदै जान्छु हजुरहरूलाई। औ भन, त्यो सानो ब्याग लिएर त्यो ब्याग अलि माथि राख्थ्यो आगोमा, अहिले त्यो के अरे हुन्छ बा औ भाइ। यस्तो त्यो सानो ब्याग लिएर अलि माथि राख्थ्यो। त्यस्तै आगो त्यस्तै छोड्थ्यो। औ भाइ आऊ, ओइ औ भन छिटो। भाइ भागेर गुल्लिएर भाइ, गुल्ली भाइले गुल्ली तल हालेछ। बाटो नि यस्तो भाइहरू तल अब तल नजा भने म तल गएर आउँ, तिमीहरू हिँड्दैछ यस्तो छ। तल हालेको थियो यार जङ्गलमा। यसको भाषामा के भन्छ हामीले थाहा छैन। दुईटा रहेछ, भइहाल्यो मरा रहेछ अघि नै आएर तलबाट आएर चरा समातेर आइसक्यो। अब फेरि आगो चरा पोल्नु पऱ्यो रहेछ, आगो बालेर भाइले आगो पुग्दैछ। दौराहरू हाल्नु पर्यो भाइ, हाल्दा राम्रो छ। माथि भाइ फेरि एकचोटि चढ्छ। हेर न भाइ के भयो रे, आम्बा चाहिँ दिनुपर्ने क्या भाइले। अहिले तल लड्छ भाइ नि। भाइ छ भाइ, अब धुवाले पाएर त्यार्छ है भाइ। तर नि कस्तो सानो यार, यस्तो सानो यार, यत्रो मात्र दुईवटासम्म त यार।